Good morning, everyone. सबैजनालाई ह्याप्पी डेज फर्स्ट अफ अल त्यही हो अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु अनि खाना आइसक्यो कान्छ के खाँदैछ म चाहिँ भर्खर उठेर चाहिँ मेरो घर आउनु लाग्को म चाहिँ गाउँ सुतेको थिएँ त्यही भएर अनि आज चाहिँ वर्षमा एकचोटि आउने चाडपर्व अब सबैजनाले राम्रोसँग दसैँ मान्नु होला त्यस्तै हो अहिले चाहिँ म टक्क घरतिर छु है अनि त्यहाँ छ मेरो सिस्टर एकदम काम नकासको अनि बाउ मेरो ड्याडले चाहिँ यता बाख्राको भुत्ला काट्दै हुनुहुन्छ अनि मेरो भान्जी हाई गरिदेऊ न एकचोटि कहाँ जाने कहाँ कसको हाई गरिदेऊ एक बार चाहिँ अनि हाई ए क्यामेरामा हाई गरिदेऊ न भिडियोमा हाई गरिदेऊ हाई 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 अनि दसैँ लागिरहेछ अलिअलि तर टिका चाहिँ छैन हाम्रो चाहिँ अनि त्यही हो अब 3-4 वर्ष भइसक्यो टिका नलाएको अनि योचोटि पनि त्यस्तै भयो अब टिका नहुने भयो योचोटि पनि त्यही हो म चाहिँ टक्कले गाउँतिर डुल्नु जान लाग्यो अनि बिस्तारै बिस्तारै टिका सिका लगाएर मान्छेहरू पनि निस्किन्छ अनि त्यही हो एकछिनपछि चाहिँ गाउँघरमा रमाइलो हुन्छ अलिअलि है हल्का फुल्का त्यही हो एकछिनपछि साथीको रुममा जानु लाग्यो अनि हामी चाहिँ यतातिर टक्क के भन्छ केटाहरूले फोटोसुट गर्दैछ अनि म चाहिँ त बसेर आएको टक्क मलाई फेरि मनै लाग्दैन क्या यस्तो फोटो खिच्नमा त्यस्तो इन्ट्रेस्ट नै जाँदैन क्या अनि केटाहरू पुरै फोटो खिचिरहेको छ म चाहिँ यता बसेको छु है त्यही अब दसैँ पनि नभएर मतलब अब टिका नभएर के पुरै दसैँ पनि खल्लो खल्लो भइरहेछ त्यही होला यस्तो लोकल सकल हानेपछि अलि जोस आउँछ के भन्ने आज त्यही त हो गाउँघरमा अब रमाइलो भनेकै यही हो के गर्नु है ल गाउँमा चाहिँ दसैँ लागिरहेको छ मेरो चाहिँ दसैँ लागेको छैन है यिनीहरूलाई लगाएर यता भन्छन् पुष्पराज झुकेका नै भन्छन् यतातिर डलर होइन के यता यता माया एकदम दसैँ लागेको छ है ल सब कोही झापमा छन् होला सायद म चाहिँ झापमा छैन अनि म खाना पनि खान यस्तोहरू खाना मैले पकाइदिरहेको छु यसले खाएको छैन कि खाना त्यो पकाएर राख्दैछु अनि त्यो पकाएर राख्दैछु अनि खाना खान मन लाग्छ के काटिँदैछ ओ भाइ तल टिका लान्नस् कालु यो भात पाकिसक्यो डोन के गुन्डा ठुलो पकाएको छ नि सानो ठिक छ रमाइलो भइरहेछ जिन्दगी दसैँ कस्तो कति लागेको छ दसैँ अलिकति पेट दुखेको छ पात मात्रै आएको छ पात यतादेखि हुन्छ होला नाम बिगारेर धुराले हेर्नु के पातदानी ढाबाङ यो पादेको भयो भन्ने रहेछ भन्छ त्यसले पुष्पराज पाटेका नै त्यसै कहाँ बनाउनु यतिकै भन्ने रहेछ अहिले हो कि नै भन्छ आएम कहाँ अनि त्यत्रो खाइन खाने अवसर फेरि खर्च क्या ए त त्यो दसैँ लागेको छ फोटो सुटिङ हुँदैछ त्यहाँ चाहिँ त्यो नाम चाहिँ त टक्क गाउँमा भट्किँदै हो हजुर म युट्युबर हो नि मामा यस्तै छ है गाउँघरमा त्यही हो अब रमाइलो गर्ने हो खाने हो जुल्ने हो
त्यही अब टुङ्ने ओहो गर्ने गर्ने डुल्ने के दिन्छौ त हेर न एकछिन हेर्नु न नानी यता हेर त जागे लाइटे गाइस गाउँमा दुल्ला दुल्ला अब यस्तोकै भइगयो पानी पनि परिरहेछ अलिअलि अनि नगरे अनि यहाँ रमाइलो कहाँ जानु माथि अनि यहाँ दुईजना चाहिँ एकदम पानी भन्ने केही छैन टिकटक बनाएर पानीको मतलब छैन यिनीहरूलाई टिकटक सिकटक तम्मास गरे म त साथी बस्देको त्यो होला त साथी होला होला मेरो ब्लग मेरो प्रेमा बुढा मगरले गएर सब्सक्राइब गरिदिनु होला त्यही हो अनि यहाँ प्रिय होइन पानी भने होइन नाचिरहेको छन् है त्यही त छैन कि अलिअलि नाचिरहेको छन् यहाँ दसैँमा यही हो है रमाइलो छ अलिअलि हल्का हल्का नाच्नु पर्ने हुन्छ अब चाहिँ हामी पनि है मेरो नाच हेर्ने है सबैले नाच्छु यहाँ है रमाइलो छ है